नमस्ते। आज हामी यो नेपालमा भर्खरै एकदमै चर्चामा आएको भिजिट भिसा काण्डबारे अलिक गहिरिएर कुरा गरौँ है त। नमस्ते। हो यो विषय साँच्चै एकदमै गम्भीर देखिएको छ। हामीसँग केही समाचारहरू अनि विश्लेषण पनि छन्। यसले अब घटना कसरी भयो, को छन्, किन यस्तो भयो भन्ने बुझ्न मद्दत गर्छ होला नि। हाम्रो उद्देश्य नै त्यही हो। पक्कै पनि यो काण्डले त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै अध्यागमन कर्मचारी अनि बाहिरका ट्राभल एजेन्टहरू मिलेर मतलब भिजिट भिसा त घुम्न जाने हो नि त खासमा। हो नि, घुम्न वा परिवार भेट्नलाई। हो, तर त्यसैको दुरुपयोग गरेर मान्छेहरूलाई अवैध तरिकाले अझ वर्क पर्मिट नै नभइकन खाडीतिर पठाउने गरेको खुलासा भएको छ। ओहो, कतिसम्म पैसा लिने गरेको भन्ने छ? सुन्नु न, प्रति व्यक्ति 30,000 देखि 50,000 रुपियाँसम्म, त्यो पनि बिना वर्क पर्मिट पठाउनलाई। विमानस्थल जस्तो मतलब एकदमै संवेदनशील ठाउँबाटै यस्तो, त्यो पनि सङ्गठित मिलेमेतोमा, यो त साँच्चै डरलाग्दो कुरा भयो। हो नि, चिन्ताजनक नै छ। मा त अहिले गृहमन्त्री रमेश लेखकमाथि नै प्रश्न उठिराखेको छ। उहाँमाथि नै? हो, विपक्षी दलहरू जस्तो माओवादी केन्द्र, रासोपा, राप्रपा उहाँहरूले त राजीनामा नै माग्नु भएको छ। राजीनामा नै? किन त्यस्तो माग आयो? उहाँहरूको मुख्य चिन्ता के देखिन्छ भने गृहमन्त्रीको सचिवालयले नै खटाएका वा नियुक्त गरेका केही अधिकारीहरू जस्तो विमानस्थल अध्यागमनका प्रमुख थिए नि सहसचिव तीर्खराज भट्टराई, उहाँहरू पनि यो प्रकरणमा मुछिएको भन्ने आरोप छ। अनि गृहमन्त्री पदमै रहँदा निष्पक्ष छानबिन हुँदैन कि भन्ने विपक्षीको तर्क छ क्या। प्रभावित हुन्छ कि भन्ने डर। बुझ्यो। तर उहाँको आफ्नै पार्टी नेपाली कङ्ग्रेसले चाहिँ के भन्दैछ त यस्तो अवस्थामा? नेपाली कङ्ग्रेसले चाहिँ अहिलेसम्म अब गृहमन्त्री लेखकको प्रत्यक्ष संलग्नता देखिने प्रमाण छैन भनेर बचाउने गरिरहेको छ। तर उनीहरूले पनि निष्पक्ष छानबिन हुनुपर्छ भन्नेमा चाहिँ समर्थन जनाएका छन्। यही राजनीतिक खिचातानीले गर्दा हेर्नु न, संसदका बैठकहरू पनि पटक पटक रोकिएका छन्। हो र? अवरुद्ध नै भएको छ। विपक्षीको अडान क्लियर छ। गृहमन्त्रीले राजीनामा दिनु पर्यो अनि उच्च स्तरीय छानबिन आयोग बन्नु पर्यो, नत्र सदन चल्दैन भन्ने उनीहरूको लाइन छ। यो त निकै पेचिलो अवस्था रहेछ। तर यो भिजिट भिजाको दुरुपयोगको कुरा यो अहिले मात्रै एक्कासी आएको जस्तो त लाग्दैन मलाई। पहिले पनि यस्तो सुनिन्थ्यो नि, होइन र? हो, तपाईँले ठिक कुरा उठाउनुभयो। यो अहिलेको मात्रै समस्या पक्कै होइन। सन् 2023को अन्त्यतिर पनि काठमाडौँ उपत्यका प्रहरीले एउटा अनुसन्धान गरेको थियो। हो र? के देखिएको थियो त्यसमा? त्यति बेला झण्डै 1500वटा भिजिट भिजा चेक गर्दा 246वटा जति त नक्कली वा शङ्कास्पद भेटिएको थियो। के देखाउँछ भने भिजिट भिजाको गलत प्रयोग पहिलेदेखि नै मतलब निरन्तर भइरहेको रहेछ। यो एउटा प्रवृत्ति नै बनेको जस्तो छ। भनेपछि जरा गहिरो रहेछ। अब अगाडि के होला त? विपक्षीका माग त हामीले सुन्यौं, तर अनुसन्धान चाहिँ कहाँ पुग्यो? के हुँदैछ? विपक्षीका माग त प्रष्टै छन्। पहिलो, निष्पक्ष छानबिनको लागि गृहमन्त्रीको राजीनामा। दोस्रो, विस्तृत र स्वतन्त्र छानबिन गर्न तत्काल उच्च स्तरीय आयोग। अनि तेस्रो, भविष्यमा यस्तो नहोस् भनेर अध्यागमन नीति र एयरपोर्टको प्रक्रियामै सुधार। प्रणालीगत सुधारकै कुरा भयो। हो, अहिले अख्तियार सिएआइए अनि प्रहरीले पनि अनुसन्धान गरिरहेका छन्। संलग्न भनिएका कर्मचारीहरू जस्तो अघि नाम लिएका भट्टराई, उहाँहरूमाथि छानबिन अघि बढेको छ। तर माग चाहिँ व्यक्तिलाई कारबाही मात्रै होइन, पुरै सिस्टम नै सुधार्नुपर्छ भन्नेमा बढी केन्द्रित छ। त्यसो भए यो घटनाले त खालि एउटा भ्रष्टाचारको केस मात्र देखाएन, यसले त विदेश जान खोज्ने कमजोर युवाहरू कसरी फस्छन्, मानव बेचबिखनको जोखिम कति छ, अनि हाम्रो अध्यागमन प्रणाली कति कमजोर रहेछ भन्ने सबै कुरा एकैचोटि बाहिर ल्याइदियो, होइन त? एकदमै। यो काण्डको सबैभन्दा महत्त्वपूर्ण पक्ष नै यही हो जस्तो लाग्छ मलाई। भिजिट भिसा जस्तो वैध बाटोलाई कसरी सङ्गठित अपराध, अवैध श्रम आप्रवासन अनि सम्भावित मानव बेचबिखनको हतियार बनाइएको रहेछ भन्ने यसले छर्लङ्ग पारेको छ। विदेशमा अवसर खोज्ने तर सही जानकारी नपाउने वा प्रक्रिया नपुर्याउने नेपाली युवाहरू कसरी दलाल र कर्मचारीको यो नेक्ससबाट शोषित भइरहेका छन् भन्ने यो एउटा दुःखद उदाहरण हो। यसले पक्कै पनि कन्सल्टेन्सीहरूको नियमन, कागजपत्र जाँच गर्ने प्रक्रियामा कडाई अनि मानव बेचबिखन रोक्ने बलियो उपायहरू चाहियो भन्ने आवाजलाई झन बल पुर्याएको छ होला। निश्चय पनि त्यो माग झन टड्कारो बनेको छ। पक्षहरूलाई
अलि स्पष्ट पार्यो होला। त्यो मिलेमोतोको जालोदेखि लिएर राजनीतिक टकराव अनि प्रणालीगत सुधारको तत्कारो आवश्यकतासम्म। र अन्त्यमा एउटा कुरा सोच्नै पर्ने के छ भने नि, जब देशले आफ्नै युवालाई देशमै अवसर दिन सक्दैन या विदेश जाने प्रक्रियालाई सुरक्षित र वैध बनाउन सक्दैन, तब यस्ता अवैध जोखिमपूर्ण बाटाहरूले कसरी यति सजिलै जरा गाड्न पाउँछन्? यो प्रश्नमाथि अब गम्भीर विमर्श हुन जरुरी छ। पक्कै पनि यो निकै गम्भीर प्रश्न